हेलो गाइस हामी चाहिँ भिडियो बनाउनु ल चुली पोखरी कामको सिलसिला प्लस घुम्न पनि भनौँ अथवा काम पनि हो। काम गर्दै घुम्दै जाँदै क्रममा चुली पोखरीको ट्रेकिङ बाटोमा छौँ होइन। ट्रेकिङ गर्दै हिँड्दै हिँड्दै लगभग 2-2.5 घन्टा 3 घन्टाको बाटो हिँड्दै हिँड्दै जाँदैछौँ। अब हामीलाई 1 घन्टा 20 मिनट जति लाग्ला अझै लाग्छ। अब हाम्रो सबै टोली यहाँ सब छौँ। यहाँ अगाडि साथीहरू हिँड्नुहुन्छ। यहाँ टिकाराम सर के छ? टिकाराम सर खबर एकदम ठिक छ सन्तोषजी। हाम्रो यो साउन 30 गतेको हामी साउनको रिडिङ गर्न आइरहेको छौँ। अब खेम सर पनि यहाँ एकदम जोस जाँगरको साथ हिँड्दै रहनु भएको छ। के छ खेम सर? ठिक छ त। कतिको गलिएको छ यहाँ न पसिना गाह्रो छ यो पहाडी एरिया काम गर्न बहुत गाह्रो छ है। अब बुझ्नु चाहिँ पर्ने हो। जोस गलेर पसिनाले थकान भए पनि हामी चाहिँ हिँड्दैछौँ जाँदैछौँ। अब अझै पुग्न बाँकी नै छ चुली पोखरी। चुली पोखरी पुगे पछाडि अनि कामको सिलसिला पनि हुनेछ। अब लेट्स गो हेर्दै जाउँ के हुन्छ।